यहाँको अवस्था हो नि सबै यतिकै भनिदिनु त्यस्तो छ अवस्था यार साथीहरू घुम्न नआएको भए हुने थिएछ गाह्रो पऱ्यो यार पानीमा चाहिँ परिरहेको थियो अहिले पनि अस्ति आउनु थाल्यो भनिरहेको अवस्था सबजना स्वयम्भू घुम्न आउने गर्छु होइन ठाउँमा बसिरहेको टाइर ठाउँ पनि होइन पुरै आधी आधी भिजिसक्यो यस्तो भइरहेको छ यार के आएको छ यस्तो अनि खुट्टा त पुरै गइहाल्दो रहेछ त अनि ल साथीहरू बल्ल बल्ल पानी अलि रहेको छ होइन जुत्ता लानु मिल्दैन क्या ए बाबा टचै हुँदैन भाइ पानीले भिजिहाल्यो ल हेरौँ साथीहरू होइन हामी चाहिँ बुद्धको मूर्ति ठ्याक्क बुद्धको मूर्ति होइन मुनि ठ्याक्क छौँ क्या बोला तूने यही पहले क्या बोला चल चल चलो जाके इलाज करो तल आएर घुमेर एक काम देखाउँछ होइन अहिलेसम्म चाहिँ अझै पानी परिरहेको छ अझै रोकेको छैन मान्छेहरू तल छ होइन ओहो एकचोटिको घुमाइ रमाइलो भयो यार पानी परेर यार ओहो यतैबाट जानु मिल्छ त होला नि ल योसँग स्वयम्भू आएको होइन स्वयम्भू नाथ आएको कति दोस्रो तेस्रो चोटि भयो होइन यो चोटि चाहिँ बडो मजा आयो यार क्या खतरा छ भने ओइ बादर पनि रहेछ ओहो क्या मजा छ यार जाडो पनि भइरहेछ पानी परेकै चाहिँ रहिसकेको छैन होइन पानी रोकिसकेको छैन होइन कस्तो लाएर अब यहाँ घुमेर पानी रह्यो भने माथि उभो जानु नत्र फर्किने होइन अहिलेको चोटिको चाहिँ यस्तै भयो ओहो पानीले त अनि के गरौँ हौ क्यामेरा यार क्यामेरा के गरौँ भाइ डर गरिदियो ल मान्छेहरू हेरौँ अझै बसिरहेछ यार भिजिहाल्यो अब होइन आधी भिजिहाल्यो के बसिराख्नु भनेर हामी चाहिँ निक्लेर आइगएको ओहो क्या मजाको दिन भयो यार आइज न यार क्यामेरा भित्र आइगयो त यार क्यामेरा भित्र आइज नि सबै भयो होइन आज चाहिँ हामी यस्तो पानीले फोटो मजाले खिच्न पनि पाइएन होइन पछाडि मुनि यत्रो भिजेछ यार जाडोमा त अब पिसाब सिसाब लागिहाल्यो होइन शौचालयतिर अब स्वयम्भूनाथको शौचालयतिर टट्ट एकछिन होइन त्यस पछाडि हामी स्वयम्भूनाथ टट्ट जाने होइन के हो नजाने
पैसा लाग्छ यहाँ त बेला हाम्रो अहिले हो नि त साथीहरू होइन आज पानीले नभिज्ने त त्यस्तै हो पानीले भिज्ने जतिले चाहिँ मागेको मनोकांक्षा चाहिँ पुरा भइहालोस् होइन हामी जस्तो मजाले पानीले भिज्नेको मनोकांक्षा चाहिँ पुरा भइहालोस् नभिज्नेको त कुरा होइन होइन भिज्ने जति चाहिँ चट्ट लाएर हेलो ब्रोहरू के छौ अघि पानीले भिज्दा चाहिँ जाडो भइरहेको छ एकदमै अहिले चाहिँ मजा भइरहेछ चट्ट लाएर मौसम पनि खतरा खतरा भइरहेछ होइन यता त घाम लाग्नु थाल्यो अब ए भिडियो अब स्वयम्भूनाथको दर्शन गराउने हो क्या तपाईँहरूले चट्ट लाएर कोही कहाँ मेरो छेकिरहेछ ओहो रुके रुक त्यो चाहिँ कताको एरिया हो कता हो कता ल स्वयम्भूको ठुल्ठुलो चाहिँ देखिरहेको छ होइन अब केही समयपछि चाहिँ हामी पनि त्यहाँ पुग्नेछौँ होइन ल यहाँदेखिको भ्यू होइन ओहो कस्तो तातो हुनु थाल्यो अब चाहिँ अघि जाडो भइरहेको थियो भिजेर कस्तो भइरहेछ त केटो ओए त्यो कुकुर के भएको ल फाइनली साथीहरू होइन हामीले औ भन्छ स्वयम्भू ठ्याक्कै आइपुग्न आँट्यो होइन यस्तो बानी परेपछि घाम लगाएर यस्तो खतरा देखिरहेको छ होइन ओ आइज हौ छिटो के हो साथी त माथि ल टक्क फाइनली होइन अगाडि जान त
हाम्रो ग्याङ चाहिँ एकदम टक्क लाएर आइपुग्यो अब स्वयम्भू। ए यहाँको ऊ पनि हटाएको रहेछ नि त, त्यो पहिले त पुरै बाँसै बाँस थियो त बाहिर, अहिले छैन रहेछ नि त। के फोटो खिच्नु अरे यहाँ, किन फोटो खिच्नु के हो? उस्त्र 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 भिडियो कसको गयो? देखा आपने लापरवाही का नतीजा है जी के एक शब्द बोल्नु त। यस्तो 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 नमस्कार। हेलो जी, स्वयम्भूको डाँडामा हेलो। ढाड साह्रै पिल्सिसकेको छ यसको र। झरा पर्दैछ तल बाँदर र कुकुर सबै फेरि रेडीमा हुन्छ त। आइहाल्यो साथी, कुकुरको नि साथी आयो। रेडी रेडी गाइज। ओइ मुलाहरू फेरि कतै तान्ला फेरि मोबाइल तान्छ अलिक डर फेरि एकैचोटि हो। वाह, मौसमले आज साथ दिएको छ होइन, यस्तो खतरा पऱ्यो भने। हाम्रो विदेशी टुरिस्टलाई केमा चित्त बुझेन, अलिक गुनासो गर्दै जाँदै थियो। ल साथीहरू होइन, हामी चाहिँ स्वयं गएर पनि चट्ट राउन्ड लाडेर घुमिसक्यौँ होइन। अब चाहिँ फर्किने बेला आएको।
क्या खतरा मौसम में यस्तो घाम लगाएर आजको दिन रमाइलै हो पानीले भिजेको पनि सबै सुकिहाल्यो होइन जुत्ता मात्रै सुक्न बाँकी छ मेरो एउटा बोक्न मेरो काम लाग्छ त्यो त जहाँ पनि हुन्छ स्वयंभूनाथ यहीँ आएको फोरा खानुन जुनिया तिरखी खेदाने छ नेरा खाएको सुनिदा ते खाजक दूरी यगी आफूरो खाएको सुनिदा सुनि यगी तिरखी 산책 가는 거 너무너무 좋아. 오늘 날씨도 이렇게 좋고 마음도 좋아. नेपाली 있는 유용한 곳은 여행에서 क्या बोला तूने? यही पहले क्या बोला? चल चल चलो जाके इलाज करो अपना। मोटर बाइक मेरो कपाल हेर्नु मेरो झन् कस्तो हालेको छ साइलेंट ब्लॉगर केही नबोल्ने ब्लगर हामी चाहिँ सिधै होइन पुरै ठाउँ घुमेर फर्केको अब चट्ट गएर होइन खाजा हामी है सटपटीहरू बनेर पहिले पनि स्वयं म चाहिँ होइन दुईचोटि आइसकेको छु म चाहिँ यसरी पानीले भिजेको चाहिँ छैन दुईचोटि चाहिँ पानीले भिजाएर जाडो पनि भयो मजा पनि भयो यस्तो खतरा मौसम भइदियो क्या सफा भइदियो घाम लागिरहेको भए अघि पानी नपरेको भए यस्तो सफा पनि हुने थियो होला फेरि जे भए पनि आजको घुमाइ चाहिँ जाडोले कक्रिरहेको छ आजको घुमाइ चाहिँ निष्कर्षमा हेर्दाखेरि चाहिँ राम्रै हो मजै हो भन्ने मेरो चाहिँ मेरोमा हो त्यो तपाईँहरूले चाहिँ कस्तो लाग्छ
बल्ल टेस्ट त्यो छैन हौ पछाडि आउने त एक्लैबाट झन् देखाउनु पऱ्यो भनेर जादु हेर्ने जादु फाइन लाग्छ नि त है जब 20 लाख ए फाइनको हो के हो कस्तो जादु भइगयो अगाडि गइहाल्यो मात्र 350 यता चाहिँ कति हो 350 550 100 200 के रहेछ लानु होला नि त केटाकेटीलाई कसरी अरे 5 रुपियाँ 10वटालाई 50 20वटालाई 100 रुपियाँ अनि त्यो 20वटा कसलाई लानु त त्यत्रो धेरै चाहिँ त्यत्रो जनालाई छिमेकीहरूलाई 10वटा 5वटा कति अरे 10वटा लगाउनु भइगयो नि कसरी त्यत्रो लगिदिनु पर्ने कति रुपियाँको 20वटाको 100 भएन 20वटाको 100 फाइनल्ली हामी चाहिँ सबै एरिया घुमिसक्यो अब फर्केको हामी बस आउँछ बसमा सरेर जाने हो सरेर नेपाली सडक गयो भने जातिहरू कति दिन पछाडि कति महिना पछाडि सुन्दर भेट्न लाग्यो नि त बाटो थाहा मेरै लागि भइरहेको छ क्या वातावरण परिवर्तन हुन्छ नेपालीमा बस रोकेपछि कति तपाईँले जाने हो बस छुट्नु आँट्यो बस आयो बस छुट्नु आँट्यो सिट पाउने कि नपाउने उभिएर जानु पऱ्यो भने गाह्रो हुन्छ बस पार्क गऱ्यो नि त सबैले जाने म कस्तो लाग्यो होइन साइकल हिँड्नु सक्यो साइकल लिएर